येशू ख्रीष्टको नाममा सबैलाई जय मसीह। यदि हामीले साँच्चै नै प्रभु येशू ख्रीष्टलाई विश्वास गरेको हो र हाम्रो प्रभु येशू ख्रीष्ट चाहिँ हाम्रो साथमा हुनुहुन्छ भने हामी कुनै पनि कुरादेखि डराउन जरुरी छैन। चाहे रोग बिरामी होस्, चाहे महामारी होस्, चाहे महासङ्कट होस्, चाहे कुनै पनि समस्याहरू होस्, मृत्यु नै आए पनि हामी डराउन जरुरी छैन। किनकि यदि हाम्रो बुवा हाम्रो प्रभु येशू चाहिँ जिउँदो हुनुहुन्छ भने हैन हामी कुनै पनि कुरादेखि डराउन जरुरी छैन। सबै कुराको समस्या समाधान गर्ने चाहिँ हाम्रो प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। अनि हाम्रो बुवाको हातमा चाहिँ मृत्यु र पातालको साँचो छ, मृत्यु र जीवनको साँचो छ भने हामी रोगी बिरामी हुँदाखेरि, हामीलाई समस्या पर्दा, महासङ्कट आउँदा, युद्धहरू हुँदाखेरि पनि प्रभुले चाहिँ हामीलाई बचाउनुहुन्छ, हामीलाई चाहिँ जीवन दिनुहुन्छ, मृत्यु होइन जीवन दिनुहुन्छ। त्यही भएर हामी कुनै पनि कुरादेखि डराउनु छैन मित्रहरू। हालेलुया। प्रकाश 1को 17 र 18 पदमा यसरी लेखिएको छ, जब मैले उहाँलाई देखेँ तब म मरितुल्य भएर उहाँका पाउमा परे, तर उहाँले आफ्नो दाहिने बाहुली यसो भनेर ममाथि राख्नुभयो, नडराऊ, आदि र अन्त्य र जीवित चाहिँ म नै हुँ। म मरेको थिएँ, हेर म सदा सर्वदाको निम्ति जीवित छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन्। आमेन। प्रभुले भन्दै हुन्छ, नडराऊ, आदि र अन्त्य है म नै हुँ। सृष्टि गर्ने पनि विनाश गर्ने पनि उहाँ नै हुनुहुन्छ। अनि जिउँदो चाहिँ म नै हुँ भन्दै हुन्छ प्रभुले। यदि जिउँदो परमेश्वरको हामी सेवा गर्दैछौँ भने हामी कसैदेखि कोहीदेखि कुनै पनि विपत्ति, महामारी, महासङ्कट, रोग बिरामीदेखि डराउन जरुरी छैन। अनि भन्नुहुन्छ, म सदा सर्वदाको निम्ति जीवित छु। हाम्रो प्रभु चाहिँ अनन्तको सदा सर्वदा कहिल्यै नाश नहुने जिउँदो परमेश्वर हुनुहुन्छ र मृत्यु र पातालका साँचाहरू मसित छन्। प्रभुले भन्नुहुन्छ, मृत्यु र पातालका साँचाहरू मसित छन्। यदि हाम्रो बुवासँग मृत्यु र पातालको साँचो, जीवनको साँचो चाहिँ हाम्रो बुवासँग छ भने चाहिँ हामी कुनै पनि कुरादेखि डराउनु जरुरी छैन। र जस्तो सुकै सङ्कष्टमा, विपत्तिमा, महामारी, रोग बिरामीमा पनि प्रभुले चाहिँ हामीलाई बचाउनु हुनेछ र यहाँसम्म कि हामीलाई प्रभुले चाहिँ अनन्त जीवन दिनुहुनेछ। हालेलुया। त्यही भएर हामी कुनै पनि कुरादेखि डराउनु जरुरी छैन। चाहे मृत्यु आओस्, चाहे सङ्कष्ट आओस्, जेसुकै आओस्, हामी डराउनु जरुरी छैन। किनकि हाम्रो साथमा प्रभु येशू ख्रीष्ट हुनुहुन्छ, हाम्रो बुवा हुनुहुन्छ, हाम्रो जिउँदो परमेश्वर हुनुहुन्छ। त्यही भएर हामी कुनै पनि कुरादेखि डराउनु जरुरी छैन। हालेलुया, हालेलुया। अनि प्रभुले हौसला दिँदै हुन्छ है, उत्साह दिँदै हुन्छ, नडराऊ, आदि र अन्त्य र जीवित चाहिँ म नै हो। हालेलुया, हालेलुया। हाम्रो परमेश्वर चाहिँ कहिले पनि हामीलाई हालेलुया, हालेलुया निराशा पार्ने परमेश्वर हुनुहुन्न। हाम्रो परमेश्वर चाहिँ आशा, विश्वास, भरोसाको योग्य परमेश्वर हुन्छ। उहाँले जे बोल्नुहुन्छ सत्य बोल्नुहुन्छ र पुरा गर्नुहुन्छ। हालेलुया। पिता, पुत्र, पवित्र आत्मा प्रभु येशू ख्रीष्टको जय होस्। हालेलुया।